साथीहरु सबैजनालाई नमस्कार, स्वागत छ आजको हाम्रो नयाँ भिडियोमा। यो चाहिँ सोलुखुम्बु जिल्ला हो। अहिले हामी सल्लेरीबाट अगाडि हाम्रो अलिकति चाउचाउ खाली गर्न पर्ने अझै बाँकी छ र हामी आज अलि खत्रै बाटोमा जान्छौँ। सो लाइभ देखाउन चाहन्छु मैले तपाईहरुलाई है आज। साथीहरु यो चाहिँ सल्लेरी बजार हो यहाँ मुनतिरको। अहिले हामी फाप्लु जान्छौँ। फाप्लुबाट पनि मुनतिर डेन्जर बाटोमा जाँदैछौँ। सो अब आज चाहिँ पानी परेको छैन, मौसम सफा छ। हिजो चाहिँ खत्रै पानी पर्यो। हो घर गइदैन कि भन्ने डर लागिरहेको थियो। अहिले चाहिँ मौसम अलिक सफा भयो, ठिक छ, खुसी लागोस्। घाम पनि लागिरहेछ। टर्निङहरू सानो सानो छ, पुग्दैन क्या। यो फेरि गाडी पनि अलिकति के भएको छ खै, कटिङ कम भइरहेछ। भिडियोलाई नआत्तिएर हेर्नुहोस् है। आज एकदम यो ड्राइभिङ भ्यू मैले तपाईहरुलाई देखाउँछु। बाटोको अवस्था हेर्नुहोस् है। फाइनली गाडी नि घुम्यो, 19-20 मिनट पनि भइसक्यो। सो अब चाहिँ गएर यहाँ सामान खाली भइसक्छ हाम्रो, त्यसपछि हामी निस्किने नै हो। अब यहाँबाट लोड गरेर निस्किँदाखेरि, उताबाट उत्तिस लोड गरेर निस्किँदाखेरिको हामी अर्को भ्लगमा भेट्ने नै छौँ। अब हेरौँ दसैँको केही दिन अगाडिसम्म घर पुगिन्छ कि भन्ने अब चाहिँ आशा पलाएको छ। किनभने हिजोको झरी देख्दा त मनै बिग्रिएको थियो, भयङ्कर ठुलो झरी परेको थियो। बाटा पहिरो त झरेको छ अरे, आउने गाडीलाई सोधेको, तर पनि अब सानो सानो बाटो वान वे खुलेको छ भन्ने जानकारी आएको छ। सो के कसो हुन्छ हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ। त्यतिन्जेलसम्मलाई हामीलाई पनि बिदा दिनुहोस्। आजको भिडियो कस्तो लाग्यो मैले हेरेको छैन, तपाईँ हामी सँगै हेर्नुपर्छ युट्युबमा।